चैतको पहिलो हप्ता सरकार बन्छ र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनिरहँदै गर्दा हाम्रो सरकारले वैशाखको 1 गते नेपालको नाममा सम्बोधन गर्दै 5 वर्षको प्रतिज्ञालाई 1 महिनामा लिएर आउँछ र 2083 साल वैशाख 1 महिना भित्रमा यो प्रतिज्ञा पत्रभित्र लेखिएका कुन कुन कुराहरू हामी गर्छौं भनेर यसै गरिकन तपाईको अगाडि अहिले बोलेको जस्तै नेपाली कांग्रेसको सरकारले देश र जनतालाई बताउँछ। यो कुनै पूरा नहुने कुराहरू होइन। मैले अहिले कानुनको कुरा गरेँ, त्यसैले हामी यो कानुन संशोधन गर्छौं, वैशाखमा गर्छौं। मैले अहिले संविधान संशोधनको कुरा गरेँ, त्यसो हो भनेदेखि संविधान संशोधनको लङ लिस्टलाई हामी सार्वजनिक गर्छौं। उदाहरणको लागि मैले अहिले मलको टाइममा आउँछ भनेर भने, असारमा मल टाइममा पाउनको लागि वैशाखमा कानुन संशोधन नगरिकन असारमा मल टाइममा पाउने कुरा हुँदैन। यी सबै कुराहरू वैशाख महिनाभित्र